राइट नाउ म चाहिँ अहिले यहाँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा छु र यहाँ चाहिँ घन्टाको खासमा चाहिँ 2 घन्टासम्म पार्किङ गरेको चाहिँ फ्री हुनुपर्ने हो। यहाँ चाहिँ छिर्ने बित्तिकै पैसा उठाउँछ यिनीहरूले चाहिँ, अनि ले पनि घन्टाको हिसाबले लिए नि 10 रुपियाँको हिसाबले लिनुपर्ने हो क्या यिनीहरूले चाहिँ, खास चाहिँ त्यो गर्नुपर्ने हो होइन। सही कुरा। अनि त्यसपछि गरे है यसरी चाहिँ तपाईँको छिर्ने बित्तिकै भाइ हामी आएको 1 घन्टा नि भएन। कस्तो 80? 1 घन्टा 10 रुपियाँ हो। कस्तो 80? 80 रुपियाँ हो। कस्तो लिएर आउनु मान्छे कसले भन्यो तपाईँलाई 80 रुपियाँ उठाउनु भने? जाँदैन माथि। यहाँनिर मिल्दैन। कस्तो यहाँनिर मिल्दैन? कसले भन्यो तपाईँलाई 80 रुपियाँ उठाउनु भनेर? 80 रुपियाँ। पहिला 10 रुपियाँ आउँछ कि 80 रुपियाँ आउँछ पैसा? 80 रुपियाँ 1 घन्टाको। बोलाएर लिएर आउनुहोस् तपाईँको मान्छेलाई, बोलाएर लिएर आउनुहोस्, फोन गरेर लिएर आउनुहोस्। वी आर वेटिङ। कसले लिँदो रहेछ 80 रुपियाँ? हेरौँला हामी पनि। यस्तो बेथितिको अन्त्य गर्नुपर्छ भन्नु कता कता 80 भन्छ अझ मान्छेहरू। हाँसेको भने तिम्रो आफ्नो सन्ततिको लागि हाँसे हो क्या भाइ, मेरो लागि हाँसेको होइन। तिमीले डिप्टी गरे भन्ने भनिँदैन यसलाई त, पैसा लुटेको भनेर भनिन्छ। छिर्ने बित्तिकै लिन्छ पैसा। बोलाएर कोकालाई पुलिसलाई सबैलाई लिएर आयो भने बोलाएर लिएर आऊ। मैले किन दिन मान्दिनँ? तपाईँलाई लाज लाग्दैन? 10 रुपियाँ दिइरहेको छु त मैले। दिन मान्नु न, झुटो नबोल है भाइ तिमी, झुटो कुरा नबोला तिमी। दिन मान्नु, मैले पैसा दिन्न भनेको छु मैले। घन्टाको 10 रुपियाँ हो। 10 रुपियाँ गर्नुपर्छ भने आन्दोलन गर्ने मै हो यहाँ अगाडि। अनि के दिन मान्नु न, झुटो बोल्छौ त तिमीले ठाउँको ठाउँमै। किन झुटो कुरा बोल्छौ त नि? मैले दिन भन्ने छु। कमेन्ट गर्नु ल सबैजनाले, कमेन्ट गर्नु। बोलाउ न, बोलाउ, कसलाई बोलाउँछ बोलाउ। जुन देशमा पनि तपाईँको फ्री हुन्छ। 10 रुपियाँ अरे घन्टाको भन्दै हुनु। कस्तो लाग्यो कमेन्ट गर्नु ल। यसको यो 10 को त अर्थै छैन यार, यो पैसाको त अर्थै छैन। कि त यो पैसा बन्देज हुनु पर्यो नेपालबाट। पहिला 10 रुपियाँ आउँछ कि 80 रुपियाँ आउँछ? कस्तो लाग्यो कमेन्ट गर्नु ल सबैजनाले, कमेन्ट गर्नु ल। दिलमया यो घन्टाको मैले 10 रुपियाँ लिनु भनेको के? कसैले कस्तो त्यो नदेखाउनुहोस्, त्यो बोर्ड नदेखाउनुहोस्। त्यो बोर्ड देखिसकेँ मैले। कस्तो टिआईले टोकेको कुरा? जुन देशमा 2 घन्टासम्म पार्किङ गरेको फ्री लिन्छ। हामीले यो पैसा यो चार हामीले दिने होइन, माथि हाम्रो जुन त्यो माथि गरे मैले अस्ति नै कुरा गरिसकेको छु होइन। तपाईँहरू खोल्नुहोस् भने खोल्नु छैन भने म यो भत्काइदिन्छु। म यो म भत्काइदिन्छु। म यो म भत्काइदिन्छु। म सुन्नुहोस् न, तपाईँले माथि कुरो गर्नुहोस्, हामी 1 रुपियाँ लिँदैन। कस्तो लाग्यो कमेन्ट यो यो पैसा हो कि होइन पहिला भन्नुहोस्। 10 रुपियाँ 10-20 को कुरो, 10 रुपियाँ पैसा हो कि भन्नुहोस् पहिला। 1 रुपियाँ पनि हो। अनि यसको अर्थ हुनु परेन? पहिला 10 आउँछ कि 80 आउँछ? हामी उहाँले 1 रुपियाँ नलिनु भने हामी लिँदैन। त्यस्तो 1 रुपियाँको कुरा होइन। हामीलाई भन्नु भन्दा 1 रुपियाँ नझर्नुहोस्। हामी भनेको यहाँको कर्मचारी हो, हामी ऊ होइन, हामी यहाँको डिसिजन मेकर पनि होइन। कस्तो लाग्यो कमेन्ट गर्नु। तपाईँ मेन हो यहाँको भाइले बोलाएर हुन्छ भने को? खोइ त यहाँ भाइले माथि हो हाम्रो उहाँ, खोइ तपाईँ हो? उहाँ जिआईमा जाउँ, हिँड्नुहोस् कुरा गरौँ। 1 रुपियाँ लिनु भन्दैन, हामी लिँदैन। हो उहाँ त्यो हुँदैन। मैले 10 देखि 15 रुपियाँ गर्नु भनेर घन्टाको गर्नु भनेको। जुन पनि देशमा 2 घन्टा पार्किङ गरेको फ्री छ। तपाईँहरूको छिर्ने बित्तिकै पैसा लिनु के लुटर्न हो यो? मैले त्यहाँ गएर भेटिसकेको छु, भइसकेको छु मैले। यहाँ हुँदैन। यो पुलिस दाइहरूको लिनुहुन्छ, उहाँहरूको लिनुहुन्छ। हाम्रो यहीँको ड्युटी हो उहाँहरू होइन, यहाँ काम विशेषले आइरहनुहुन्छ कि उहाँहरू, त्यो कुरा हो। म 10 रुपियाँ दिदिनँ दाइ है। होइन तपाईँले नदिनु भन्ने कुरा होइन कि, सर्वसाधारणलाई चाहिँ ठगेर खान पाइँदैन। हेर्नुहोस् यो ट्याक्सी चालकहरूलाई छिर्ने बित्तिकै पैसा लिनुहुन्छ तपाईँहरूले। दिनभरि उनीहरूले कमाएको तपाईँहरूले तिरेर साथै हुन्छ। यो मैले तपाईँहरूले आफैले बनाएको यो कसरी खाने भनेर आफैले बनाएको नीति नै हो यो त।
किनभने हामी हो र भने यो त च्यातेर फाल्दिनु भइहाल्यो नि त त्यसरी नगर्नु होला सरकारी पूर्ति गर्नु सरकारबाट माथि जाउँ मैले तपाईँको माथिहरूसँग जमानामा गएर कुरा गरेको उहाँहरू सुन्नेवालामा छैन छैन कस्तो लाग्यो कमेन्ट गर्नु ल सबैलाई आफू आफू मात्रै धनी हुन्छ ओ भाइ 10 रुपियाँ लिऊ कस्तो मिल्दैन तिमी उहाँले भनिरहनु भएको छ मिल्छ तिमीले मिल्दैन भन्ने सोच कस्तो लाग्यो कमेन्ट गर्नु ल गुन्डा पालेर राखेको छ यार यहाँनिर मलाई दिनुपर्छ नि तिर त तिमीले किन तिर्छु म तातो न भुत्लोको दाइ यसलाई यो उसलाई निकाल्नुहोस् पहिला जबाट लाउ यो 10 रुपियाँ लिऊ ल हेर्नु कस्तो लाग्यो ल हेर्नुहोस् देश गरिब छ त बहिनी मैले 400 रुपियाँ पैसा म फकान तिर्ने यहाँ मैले स्लिप हरायो मैले भर्खरै 400 रुपियाँ राख्ने मैले हिँड्नुहोस् तपाईँ मसँगै हिँड्नुहोस् मसँगै आउनुहोस् यहाँ छ गाडी गाडी लिएर आउनुहोस् कसले लिँदो रहेछ तपाईँसँग 400 रुपियाँ यस्तो दुखी मान्छेको यो पैसा लिऊ भाइ यो पैसा लिऊ जिन्दगी काम लाग्छ यो ओछ्यानमा राख है सिरानीमा राख एक दिन तिमीले ढोग्नेछौ त्यो पैसालाई बुझ्यौ त्यो पैसाको महत्त्व बुझ्नेछौ सार्वजनिक ठाउँमा कुरा गर्नुपर्छ धेरै पीडित छ नि कस्तो लाग्यो कमेन्ट गर्नु ल कस्तो ढोका खुल्दैछ